हेलो गाइस, अहिले म र मेरो साथी अहिले हनुमान ढोका न्यू रोड घुम्न आइसकेका छौँ। तपाईहरुलाई त्यहाँको दृश्य देखाइरहेको छु। एकदमै राम्रो छ, मान्छेहरुको भिड एकदमै छ। हाम्रो परम्परा र हाम्रो नेपालको इतिहास झल्किने र विश्वमा पहिचान छुट्टै कला संस्कृतिको राखेको ठाउँ यो हनुमान ढोका। यहाँको आफ्नै छुट्टै खालको विशेषता छ। यहाँ पौराणिक सामानहरू, पुरानो कला संस्कृति झल्किने खालका सामानहरू थुप्रै छन्। एकदम थरी थरीका सामानहरू छ। विभिन्न कला संस्कृतिलाई झल्काउने आफ्नै छुट्टै पहिचान छ। यहाँका पर्यटकहरूलाई लोभ आकर्षित बनाउने सामानहरू र विदेशबाट आएका, तपाईँले पनि देख्न सक्नुहुन्छ, उहाँ विदेशबाट आउनुभएका मान्छेहरू अहिले एकदम धेरै छ। यहाँ जतातता हेरे पनि यहाँ पुरै पुरानो जमानाको एकदम सामानहरू, पौराणिक सामान भनौँ न। भवन हनुमान ढोका दरबार हामी अब प्रवेश भित्र गर्न जाँदैछौँ। त्यसमा अहिले हामी हनुमान ढोका दरबारभित्र छिरिसकेका छौँ। यहाँको दृश्यहरू एकदम राम्रो छ। यहाँ टिकट रु 50 रुपियाँको एकजनाको दरले टिकट लाग्छ अनि त्यसपछि छिर्न पाइन्छ। यहाँको भित्रको दृश्यहरू हेर्न सक्नुहुन्छ। कला र संस्कृतिले भरिएको ठाउँ हाम्रो हनुमान ढोका दरबार क्षेत्र। हेर्नुहोस् त कस्तो सिन छ, कस्तो लुक हो। हेरौँ हेरौँ जस्तो लाग्छ। जति हेरे पनि आँखा त्यही हेर्न मन